हेलो गाइज, वेलकम टू मेरो नयाँ सानो ब्लग होइन। मैले हरेक दिन केही न केही एउटा न एउटा भयो नि कन्टेन्ट हाल्छु भनेको छु। कन्टेन्ट भन्दा पनि सानो भिडियो होइन, जे भए पनि एउटा न एउटा हरेक दिन हाल्छु भनेको छु। सो आज अब यत्तिकै, अहिले कति 2:30 भइसक्यो। सो मेबी 10 बजीसम्म के कति हुन्छ होइन ट्राई गर्छु अनि बनाएर म हाल्छु। आज चाहिँ मान्छेको बर्थडे, रातभरि सुत्यो कि नै? हिजो सुत्यो कि नै? सुतेनौ? ल अनि कहाँ, अनि बर्थडेको दिन पनि काममा आएको त नि? ए वैदेशिक जिन्दगी त्यो हो र? यस्तो हुनुपर्छ कि मान्छे भनेको। अनि ठिक छ, यस्तै यस्तै मोटिभेट गर्नुपर्छ कि मान्छेलाई होइन। त्यो गाइज अब यस्तो छ, बर्थडेमा नि मान्छेहरू काम गरिरहेछन्। अब भने मुख बिगार्दै फेरि ठिक छ दिनदिनै भिडियो हाल्छु भनेको थिएँ, तर केही कन्टेन्टै भेट्दैन। अब आएर नि स्टार्टिङै काटेर गरेको थिएँ होइन, अब एन्डिङ पनि काटेरै हुन्छ जस्तो छ। हो र? हुन्छ। यो हरेक दिन आयो यही काट्यो, यस्तै छ जिन्दगी। अझ ऱ्यापर कसले छोड्यो तिमीलाई? मेरो सारा संसार। ओह, संसारले नै त्याग्दिएको तिमीलाई? सारा नाम सारा हो? ए सारा संसार भनेको नि। ए सारा भनेको त हिजोवाला ह्याप्पी बर्थडे विस गरेको होला। सारा संसारले छोडिदिनु। यो भिडियो सारा संसारसिम पुग्यो भने बुझौँ है आफै होइन गाइज। ल सेयर गरिदिनु होला, यो भिडियो सारा संसार माझमा पुगोस् होइन। फ्युचर कुक अक्रिन अहिलेसम्म मेरो छत्र छायामा छन्। ल अहिलेलाई यति छ। अब बिस्तारै हेरौँ के हुन्छ। काम पनि यसो गरे जस्तो देखाइदियो होइन। अनि अरू के बिर्सेँ भनेको त, सहरमा खाएको ब्लग कन्टिन्यू गर्ने बिर्सेछु होइन। सो अहिले चाहिँ म ब्रेक दिँदैछु, खाँदैछु होइन। अब यो सहरमा खान्छु, त्यसपछि 5 पिस विङ्स खान्छु होइन। अनि आजलाई त्यति नै। सो चियर्स। Look at this. गाइस आजलाई धेरै केही बनाउन सकेन। सुरु भइसक्यो? अघि नै हो। अनि यति नै राखिदिउँ, 12 बज्न थाल्यो। अब एडिट गरेर अपलोड गरिदिइहाल्छु होइन। तर आज पनि गोल कम्प्लिट हुन्छ अनि बर्थडे पनि सकिन्छ कोहीको। निद्राले सुत्न नपारे फाक भइसक्यो। 1 घन्टा रेस्ट गरेर आएर नि यस्तो छ हालत। आधी घन्टा 20 मिनट हो। 11:48 ल हाम्रो कुराकानी जारी रहन्छ। ल थ्याङ्क यू है सबैजनाले हेरिदिएकोमा। प्लिज अलिकति फलो र सब्सक्राइब गरिदिउँ होइन। बनाउने आएर चाहिँ किन भनेको लाग्छ कि गरिदिनुहोस् सबै कुरा गरिदिनुहोस्। ल बाई।